छोरी मान्छे भएर यो गर्न हुँदैन, यहाँ हिँड्न हुँदैन, त्यहाँ जान हुँदैन भन्ने समाजसँग लडेर मेरी आमाले मलाई स्वतन्त्र रूपले जिउने अधिकार दिएकी छिन्। हेलो एभ्रिवान, वेलकम टु माई मिनी भ्लग एन्ड ब्लग नै भनौँ न। आई होप सबैजना सन्चै भइदिन्छ होला। आज चाहिँ म अफिस जानलाई चाहिँ अलिक ढिलो क्या, अब बेलुका फोन पनि हेरेको थिइनँ, त्यतिकै सुत्दा सुत्दै ढिलो सुतेछु। अनि ढिलो उठेर अनि उहाँ अफिस जान अझै एङ्गोलाई मैले बोलाएर अनि अफिस जाँदैछु छु। अनि सर्टकट बाटो लिएर आज मौसम पनि एकदम राम्रो थियो क्या, कस्तो होइन खुल्ला आकाश। अनि यतापछि अनि म चाहिँ अनि अब अरू त राइडमा हिँड्दाखेरि कोही नबोल्ने हुन्छ, कोही कस्तो हुन्छ नि त, त्यही पनि मैले चाहिँ उहाँसँग चाहिँ गफ गर्दै उहाँ दाइसँग चाहिँ गफ गर्दै आएँ। बट मौसम पनि एकदम राम्रो थियो। अनि अफिस जानलाई भने हाम्रो चाहिँ अब हाम्रो समाजमा चाहिँ के छ भन्दाखेरि होइन, छोरी मान्छे भएर खुलेर हाँस्न पनि नपाउने होइन। अनि त्यसपछि बोल्न पनि कोही केटाहरूसँग बोल्ने बित्तिकै त्यससँग जान लागि स्यानत्यान भन्ने समाजबाट चाहिँ हामी आएको छौँ नि त। तर त्यही पनि मेरो चाहिँ अब घरमा चाहिँ त्यस्तो छैन क्या। मेरो मम्मीले मेरो बाबाले चाहिँ मलाई एकदम ट्रस्ट गर्नुहुन्छ। मैले आजसम्म ट्रस्ट ब्रेक पनि गरेको छैन होइन। म बच्चैदेखिको 11 इयर्सदेखिको होला मैले सब ठाउँमा हिँड्न थालेको, एक्लै हिँड्थेँ क्या। म 11 वर्ष हुँदाखेरि एक्लै म काठमाडौँ आइदिएको थिएँ। अनि अब प्रोग्रामहरूमा भयो अनि ट्रेनिङहरूमा भयो, मेरो बाबा मम्मीले चाहिँ एकदम होइन। अनि दाइले चाहिँ मलाई के भन्दै हँसाउनु हुँदै थियो भने नि होइन, तपाईँ कति वर्ष पुग्नुभयो भन्दै। अनि होइन कति वर्ष जस्तो लाग्छ भन्नु त भनेर भन्छ नि, तपाईँ धेरै चाहिँ होइन 20 to 23 भन्दै। अनि मैले तपाईँ चाहिँ कति पुग्नुभयो भनेको, म त कहाँ बुढेसकाल लागिसक्यो नि, म त वहाँ 25-26 वर्ष पुगेँ भन्दा चाहिँ म चाहिँ केही नसुनेर यस्तो न तपाईँ नि यस्तो भन्नुहुन्छ भने म त सुटी भइसकेको छु हौ भन्दै। अनि हाँस्दै आएको थिएँ। अनि उहाँ चाहिँ पश्चिमबाट भइसकेको रहेछ अनि म चाहिँ पूर्वबाट। अनि उहाँले चाहिँ भन्नुहुँदै थियो, हाम्रो पश्चिममा एकदम राम्रो राम्रो ठाउँ छ, तपाईँ घुम्नुलाई जानुहोस् अवश्य भन्नुहुँदै थियो। अनि मैले पनि हाम्रो पूर्वमा पनि हजुर पनि आउनुहोस्, हाम्रो पनि एकदम राम्रो राम्रो ठाउँ छ, हजुर पनि घुम्नु सक्नुहुन्छ भन्दै। अनि म चाहिँ अलिक गफ गर्दा कति छिटो राइड पनि सकिन लाग्यो क्या। अनि म चाहिँ अनि अफिस पनि आइपुगेँ क्या। अनि उहाँसँग कुरा गर्दै एकदम गुड राइड भयो। थ्याङ्क यू सो मच फर द होइन, हजुरहरूले यति राम्रो राइड दिनुभएको हजुरले। थ्याङ्क यू सो मच फर वाचिङ माई भिडियो एभ्री वान। म चाहिँ अफिस पनि आइसकेँ। बाई बाई।